हेलो साथीहरू, आज हामी मिचुसँग भेटेर होइन टक्क चण्डीतिर जाँदैछौँ होइन त मिचु? कति पछि भेट भयो हाम्रो? भयो होला 1-2 महिना। गुडमा हो नि, पुरै गुडमा होइन त मिचु गुडमा चिल मोड अन हाम्रो। अहिले हामी चन्देश्वरी राइडमा जाँदैछौँ है। हाम्रो मोड अन भइसक्यो होइन मिचु? रेसिङ मोड अन भइसक्यो हाम्रो एन्टकमा। पुरो छ रेस मोड छ यो डिस्प्लेमा बिग्रेर अनि सब हाम्रो केटाहरूमा माया छ। सिउ सुन यो इट्स मी फ्रिक्वेन्सी। मिचु हाम्रो परिचय दिनुहोस्। गुन्डा ओए गुन्डा, हिरोवाला गुन्डा, ओए हिरोवाला गुन्डा, थापाकाजी गुन्डा, थापाकाजी अन्त माइक हिरो अन्त गुन्डा। थापाकाजी अन्त माइक तेरो गर्लफ्रेन्ड मेरो साइडमा च्यापे त तेरो गर्लफ्रेन्डलाई लिएर जान्छु म डाँडामा चट्ट स्कुटी राइडमा। के हो भ्लग बनाउन सही हुँदो रहेछ है। त्यही भएर त मैले यसरी राखेर हिँडेको नि होइन। अझ यो हेर न, यो अझै टाइट हुन्छ हल्लिँदैन। अनि के छ मेरो साथीहरू, अब म त्यही भएर भ्लगतिर होइन छिर्दैछु क्या मिल्छु। सुरुवात यतिको भिडियो भएको अहिले नि होइन। अनि ल्यापटप छ अगाडिको, मैले पज गर्ने अनि अगाडि गर्ने त्यो अनि बेलुका गएर टक्क ल्यापटपमा एडिट गर्ने होइन, साउन्डहरू त्यस्तोहरू हाल्ने क्या। अनि टक्क दामी बनाएर अनि हाल्ने हो क्या होइन। माथि छ पसल माथि छ। चन्देश्वरी आइपुग्यो है। बिजुले गोली चलाइरहेको छ गल्ली गल्लीमा हल्ली सब मेरो केटाहरूको लागि। मेरी माया डल्ली डल्ली हिँड्नु पर्ने गल्लीमा हिँड्ने सब केटाहरूको लागि मायाको नखराको चर्चा हल्ली बिजुलाई नि फक यु टु बिजु मान्छे फक यु टु सबलाई फक यु मान्छे। ल हामी चन्देश्वरी मन्दिर आयो, यस्तो छान्नु नै अब। ए रक्षा गर भगवान्, ढोका मिचु ढोका मन्दिर आयो, ढोक्न पर्छ हामीले। धर्म कर्ममा अलिकति इन्ट्रेस्ट अब धेरै पाप गरियो, अब धर्म कर्म लाग्यो। हल्का धर्म कर्ममा इन्ट्रेस्ट राखेको अवस्था। हामी ठ्याक्क के अरे उता अस्ट्रेलियाको जङ्गलमै हो। यो बिचु ठ्याक्कै पार्नु भयो, माथि छ जङ्गलमा। आज भनेपछि आज मङ्गल हुने भयो। जङ्गल मङ्गल खाने न त मिच्छु हामी पहिलेदेखि सिङ्गल। जो भेट्छ मैले उही हुन्छ मिङ्गल होइन। हामी पहिलेदेखि सिङ्गल मनी सिङ्गल। जसलाई भेट्यो त्यहीदेखि मिङ्गल, त्यसलाई ट्विङ्कल। अब एकछिन पछि बाटोमा एउटा चिक्स भेट्छ, उहीसँग मिङ्गल होइन मिच्छु। त्यसपछि च्याट हामी यस्तै छ पारा। बस्यामा च्याट खान्छु कोठाभित्र लएर प्याट 3-4 पिस राम्रो। हामी अहिले चण्डेश्वरी होइन माथि आइसक्यो। त्यो मामाहरू हुँदो रहेछ पछाडि। हामी अहिले हेलमेट त तलाउने होला नि त सेफ तरिकाले सर। हजुर अनि हेलमेट त माथि लागेको छ त। अनि कहाँ त्यो डकुमेन्ट देखाउनुहोस् त। झर्नु हेलमेट त सही तरिका लाउनु पऱ्यो नि। हामी अहिले चेकिङमा छौँ। अब हेलमेट खोल्नुहोस्। सानो हजुर हेलमेट खोल्नुहोस्। अब डकुमेन्ट छ। डाँडा गाउँ जाने यताबाट हामी त लाइसेन्स यसो भ्लग बनाउनु हुन्छ। नम्बर प्लेट है अगाडिको अगाडि पछाडि दुईटै
अर्को मोटोवाला हाल्नुपर्छ हेलमेट दुरुस्त लाउने त्यो ए हुन्छ ल थपेटा लगाए जस्तो त्यो हुन्छ सर यो अझ हेर्नु भयो पुगाउँ त सर हाल्नु हामी भर्खर चेकिङबाट अगाडि जाँदैछौँ कागजपत्र लाइसेन्स हेर न यता नि ऊ हुन्छ भनेर होला कि भाग्छ भनेर होइन तिनीहरू बसेको बडी चाहिँ हामीले कसको अर्को पहाडतिर होइन हो र त्यसले बडी चाहिँ हामीले हामी मैले यो नि बनाएको थिएँ नि त हामी चेकिङमा यता त भनिदिएको थिएँ नि त बडी चाहिँ हामीले बिर्सियो मसँग त्यही भएर तिमीले मैले अहिले भने हो क्या होइन क्या लामो भ्यालीमा चेकिङ हेर न कस्तो सरप्राइज छ होइन त्यही त मैले अहिले निस्किने बेला तिमीलाई मैले केही छ कि छैन होइन तोक्छ भने त अलिक सेफ राख त्यही त भन्यो मलाई के थाहा नि लामो यस्तो चेकिङ छ भनेर तिमीले अब बल्ल थाहा पायो भने त भ्यालीमा जहाँ जे नि हुनसक्छ क्या सरप्राइज हो क्या भ्यालीमा कस्तो बडी चाहिँ हानिदिरहेको त्यो बडीको होइन हाम्रो बडी चाहिँ हान्दैन कि होइन हामी अब यस्तो हेर्दा सोझो होइन अलिक घुम्न आस्तो छ नि त है मेरो दाहिनेको जिम्मा हात हाल्ने बित्तिकै होइन यता हेर दाहिनेको जिम्मा हात हाल्ने बित्तिकै तोपेर है है दाहिनेको जिम्मा हात हाल्ने बित्तिकै रेजिला है मोबाइल पछाडि म चाहिँ त्यो फोइल अनि ब्लेड अनि मैले देब्रेको जिम्मा हात हालेर सिकाइछु हेर ए लामो चेकै न हानिदिरहेको लामो गाइड्स फक नेपाल थाहा भयो फक नेपाल हामी म चाहिँ पाल नदी होइन म लाइसेन्स किन भाग्ने होइन आनन्द रोकिदिएको क्या मैले त्यो तिम्रो छिटो जाम भन्थ्यो नि है भर्खर किन भनेको थाहा हेर्छु रोड किन कहिले होला बडी चेक हानिदिएको त्यसले ए त्यही भएर त म चाहिँ आनन्दले अब ढुक्क बसी चेक हान्दिनँ नि त भिडियो गर्नु थाल्थ्यो नि त यो तिम्रो नि हान्छ क्या अन्त तिमी डरायो तर त्यस्तो गरेपछि हाम्रो केटा राम्रो थियो नि त हेर त त्यही भएर हामी त अरू जस्तो होइन खुल्ला पनि छ क्यास छैन नि ए होइन भयो कति बेला थाहा भएको ए लाइटर किन्ने बेला तल बजार लाइटर चाहिँ छ लाइटर 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 छ। लाइटर छ माथि उक्लिनुपर्छ छ पहेँलो कस्तो बडी छ है सरप्राइज हानिदिन्छ क्या भ्यालीमा सरप्राइज त्यहाँ सस्तो हो नि त्यही भएर हामीले सुरुमा रोड भनेको थियो नि यसकै हो बडी चल्ने बडी चाहिँ अनि यिनीहरू हेर्दैमा म चाहिँ ट्यापे होइन हाम्रो केटा हेर न अनि हामी हेर्दैमा त्यहाँ छ किन हेलो गाइस मैले फिटाइन पाइन्छ